के नेपाल पनि सिङ्गापुर जस्तै तीव्र गतिमा अगाडि बढ्न सक्छ त? नेपालको राजनीतिमा नयाँ नेतृत्व र आशा बोकेको नाम बालेन। उहाँप्रति जनताको अपेक्षा केवल विकास मात्र होइन, नयाँ सिस्टम, नयाँ सोच र परिणाम पनि हो। तर प्रश्न के छ भने वास्तवमा सफल नेतृत्व कस्तो हुन्छ? यसको जवाफ खोज्दै हामी सिङ्गापुरतिर जानुपर्ने हुन्छ, जहाँ ली क्वान यूले एउटा स्रोतविहीन देशलाई लङ टर्म भिजन, डिसिप्लिन, वर्ल्ड क्लास गभर्नेन्स र जेरो टोलरेन्स फर करप्सन मार्फत विश्वकै उदाहरणीय देश बनाइदिए। अब सोच्नुहोस्, बालेनले यही लिडरसिप प्रिन्सिपललाई फलो गरे भने के नेपाल पनि सिङ्गापुर जस्तै तीव्र गतिमा अगाडि बढ्न सक्छ त? आउनुहोस् आज यही विषयमा कुराकानी गरौँ। सिङ्गापुर पनि विगतमा धेरैवटा राज्यहरूबाट, धेरैवटा देशहरूबाट शासित भइसकेको देश हो। कालान्तर बित्दै गए पछाडि युनाइटेड किङडम युकेले आफ्नो इम्पायर बढाउँदै जाने क्रममा सिङ्गापुरमा पनि उसको शासन चलिरहेको थियो। जसरी इन्डियामा 200 वर्षदेखि ब्रिटिसहरूको शासन थियो, त्यसै गरी सिङ्गापुरमा पनि ब्रिटिसहरूले शासन गरेका थिए। तर के भयो त भन्दाखेरि 1945 मा चाहिँ युकेमा सत्ता परिवर्तन भयो। जुन नयाँ सरकार आयो त्यो चाहिँ साम्राज्यवादको पक्षमा त्यति धेरै देखिएको थिएन। त्यस पछाडि सिङ्गापुरमा पनि सेल्फ गभर्नेन्सको कन्सेप्ट अलिअलि बढ्दै जान थाल्यो। 1948 अर्थात् 1948 मा सिङ्गापुरमा पहिलोचोटि इलेक्सन भयो, जुन देशभरि नै इलेक्सन गरिएको थिएन, कुनै कुनै ठाउँमा मात्रै गरिएको थियो। तर पछि गएर 1959 अर्थात् 1959 मा चाहिँ देशैभरि इलेक्सन गरियो, एकैचोटि देशैभरि इलेक्सन गरियो र जसमा चाहिँ पिपल्स एक्सन पार्टी अर्थात् पिएपीबाट एउटा नयाँ नेतृत्व उदाएर आयो, जसको नाम थियो ली क्वान यू। ली क्वान यू एउटा शिक्षित र पढे लेखेका मान्छे थिए, जसले पहिलो चुनावमा अथवा देशभरिमा भएको पहिलो चुनावमै देशको प्रधानमन्त्री बनेर उदाएका थिए।